अहिले भने चाहिँ म यहाँ माथि आएर बसिरहेको छु नि त। धेरै उँभो जाँदा नि डर पनि लाग्यो। स्कुटी पनि त्यो कम्ती छ हो। मेरो स्कुटी होइन, मालिकको अर्काको स्कुटी लिएर आइरहेको छु हो। तर पनि केही छैन। यहाँ मजाको भ्यू पनि मजाको देख्दो रहेछ नि त यहाँबाट। यहाँदेखि चाहिँ यहाँ ल्याएर रोकिरहेको स्कुटी पनि हो। सो हेलो नमस्ते अनि गुड मर्निङ सबैजनालाई। फेरि पनि स्वागत छ है मेरो यो नेक्स्ट ब्लगमा। र आज चाहिँ म क्याफे जाँदैछु है। क्याफे चाहिँ दाले कल गर्नुभएको थियो नि त, स्कुटी बनाउनु छ भनेर है। स्कुटी लगेर बनाएर ल्याइदिनु भन्नुहुँदै थियो है। त्यसकै लागि म क्याफे जाँदैछु। अनि हेरौँ न आज के हुनेछ है। आज मेरो ड्युटी डे अफ पनि थियो, त्यही भएर रुममा बस्नु हरेस पनि भइरहेको थियो नि त। म एक्लै पनि थिएँ हो। त्यही भएर चाहिँ रुममा बस्नु किन हरेस भइरहेको थियो भन्दाखेरि चाहिँ साथी पनि घर गइरहेको छ नि त अहिले। म एक्लै पनि छु रुममा हो। अन्त त्यस्तै काम पनि चाहिरहेको थियो आज। अन्त त्यही भएर चाहिँ भोलि स्कुटी लगेर बनाएर ल्याइदिन्छु भन्ने पनि त। म केही फ्याक्ट्री गएको छु र स्कुटी चाहिँ सौदाको लागि लगेको रहेछ। यहाँबाट भ्यू पनि मजाको देख्छ नि त यो हाम्रो यो क्याफेबाट चाहिँ। यस्तो छ है, तपाईँहरू पनि आउनु सक्नुहुन्छ भने चाहिँ गाइस। म यहाँ सोरुम आइसकेको छु। हन्डाको यहाँनिर चाहिँ अलिक प्याक रहेछ नि त। स्कुटी चाहिँ यहाँनिर राखिरहेको छु। अघि चाहिँ के भएछ भन्दाखेरि चाहिँ भ्लगै बनाउनु बिर्सेछु नि त मैले। क्याफेमा चाहिँ निस्किने बेलामा चाहिँ स्कुटी आइसकेर त्यतिकै निस्केर बनाउँछु भन्दा निस्केर हिँडिहालेँ हो। प्याक रहेछ सोरुममा चाहिँ। अझै 2-3 घन्टा बादमा आउनु भन्नुहुँदैछ है। हेरौँ न के हुनेछ है। अब यहाँ पनि बस्नु पनि के गर्दै बस्नु भइरहेछ। बजार जाउँ भने पनि यस्तो स्कुटी लिएर कहाँ जानु, धेरै बोरिङ पनि भयो हो। अब चाहिँ स्कुटी लिएर चाहिँ म सँगै जान्छु। त्यहाँदेखि आएर चाहिँ आउँदाखेरि पनि ठिकै टाइम पनि हुन्छ होला आउँदाखेरि। र अब जान्छु एकछिन। धेरै उँभो जाँदा नि डर पनि लाग्यो। स्कुटी पनि त्यो कम्ती छ हो। मेरो स्कुटी होइन, मालिकको अर्काको स्कुटी लिएर आइरहेको छु हो। तर पनि केही छैन। यहाँ मजाको भ्यू पनि मजाको देख्दो रहेछ नि त यहाँदेखि चाहिँ। यहाँ ल्याएर रोकिरहेको स्कुटी पनि हो। यो भ्यू चाहिँ मानेको स्याबी दामी आउँदो रहेछ हो। यता आउँदा मजाको भ्यू आउँदो रहेछ नि त यहाँदेखि चाहिँ। मजाको देख्दो रहेछ। मर्निङ भ्यू पनि दामी हुँदो रहेछ है। कालिम्पोङ पनि मजाको देख्दो रहेछ है। सायद भिडियोमा चाहिँ मजाले आएन होला है। यहाँदेखि मजाको देख्दो रहेछ नि त। म चाहिँ स्कुटी लगेर तिनीहरूलाई थुपारी राखिदिन्छु हो। अनि म चाहिँ जान्छु तल है। दिदीहरू पनि आएको थियो। दिदीहरूको मैले फुलमा ल्याइदिरहेको थिएँ नि त कञ्चनसम्म। अन्त दिदीहरूलाई भेट्छु एकछिन। दिदीहरूलाई भेटेर यहाँ आउँदा त ठिकै टाइम पनि हुन्छ होला हो। हेर्दै गर्नुहोस् है लास्टसम्म के हुनेछ है। अहिले भने चाहिँ म स्कुटी पुरै राखेर है निस्केर दिदीहरू भएकोमा जाँदैछु। फोन गरेको थिएँ दिदीलाई हो। कन्चनमै छ दिदीहरू। दिदीहरूलाई भेट्छु। अनि आउँदा ठिकै टाइम पनि हुन्छ होला हो। यो दिन त्यतिकै बित्ने रहेछ। छाती पनि दुख्दैछ आज। के भयो पनि हो, छाती पनि दुख्दैछ हल्का। आउँदा चाहिँ दिदीहरू चाहिँ हिँडिसकेछ नि त। गाडी नै हिँड्दैछ हो। दिदीहरूलाई चाहिँ भेट्नु पाएन। र अब चाहिँ म एकजना दिदीको लागि जुन चाहिँ म बुक किन्छु भनेर गएको थियो त्यो पनि भएन। बुक्नै पाएन। अनि त्यतिकै म यहाँ माथिबाट फोन गरेँ है। सोरुमबाट फोन गरेको थिएँ। त्यहाँदेखि त्यतिकै म सोरुममा आएँ। सोरुममा आएर चाहिँ स्कुटी हाल्यो नि त। स्कुटी हालेर त्यसको बादमा स्कुटीहरू हेऱ्यो अब स्कुटी छोडिरहेको छु है। निकै बनाउनु पर्ने रहेछ। अनि अलिक चाहिँ भोलि दादा आफै आएर हेर्नुहुन्छ अरे। अनि आज चाहिँ म रुम फर्किने गरेको। अहिले चाय पनि बत्न आँटिसक्यो हो। निकै चिसो पनि छ अहिले। भने चाहिँ म रुम पनि पुग्नु आँट्यो। यति डरलाग्दो चिसो बढेर आयो कि अहिले हालैमा चाहिँ अम्बो केही नदिने बसिसक्यो। होइन यति डरलाग्दो चिसो भइरहेछ कि अहिले भने चाहिँ म रुम पनि पुग्नु आँटेँ हो। र बहिनीहरूलाई पनि भेटेँ। अनि रुम फर्किने गरेको है। आजको भ्लग त्यस्तो खास पनि भएन होला किनकि भएन होला सायदै है। र अब फेरि पनि नेक्स्ट भर्खर भेट्छु तपाईँहरूलाई। आज दिन पनि धेरै चिसो पनि छ अहिले बेलुका। रात पर्दै गयो है, धेरै चिसो छ। अहिले भने चाहिँ म रुम आइसकेको छु। र आजको भ्लग त्यस्तो खास पनि भएन होला किनकि मैले छोटो क्लिपहरू लिएर है। बेसी नै भिडियो क्लिक भन्नेहरू भयो होला है। र थ्याङ्क यू सबैजनालाई है मेरो भ्लग लास्टसम्म हेरिदिनु भएकोमा। र फेरि पनि तपाईँहरूलाई नेक्स्ट भ्लग राम्रो भ्लग लिएर आउनेछु है तपाईँहरूको सामु। र त्यतिखेरसम्मको लागि बाई बाई।